तिहार भउन्जेल चाहिँ एकदमै मजा आइरहेको थियो झिलिमिली बत्तीदेखि लिएर सबै कुरा लागिरहेको थियो र यसपालिको बत्ती पनि मैले एक्लै लगाएँ जुन चाहिँ मैले भनेको थिएँ तपाईँहरूलाई तर बत्ती निकाल्ने बेलामा चाहिँ मसँग चाहिँ भाइ छ है फेरि तिहार लाग्दाखेरि त रमाइलो तरिकाले नै बत्ती लागेको थियो सबैतिर अब तिहार सक्यो बत्ती त निकाल्नु पऱ्यो दाजुभाइ चाहिँ मिलेर हामी यहाँ बत्ती निकाल्दैछौँ आज हेर्नुहोस् गाइजी यस्तो छ हालत अब यहाँ बत्ती निकाल्ने हो अस्ति लाउँदाखेरि पनि मलाई त्यस्तै गाह्रो भएको थियो अहिले खोल्दा भयो थन्काउन पनि त्यस्तै गाह्रो भयो ठ्याक अब चाहिँ रिमोट सिस्टम लाउन अलिक सजिलो थन्काउनु भन्दा त होइन गाइस के होइन कमेन्ट गरौँ त कसले यसरी नै झिलिमिली बत्ती खोल्दैछु म आफ्नो घरमा कमेन्ट हानिहाल्नु त गाइस फाइनली हामीले चाहिँ निकाले जतिको चाहिँ मिलाइसक्यौँ होइन मेरो मिलाएर टक्क रेडी भएर झोलामा हाल्दैछु म अब मेरो बत्तीहरू बाँकी चाहिँ अब चाहिँ अलिक छट पछाडि मात्रै निकाल्ने है अब छटाउन चाहिँ अब एक दिन लाग्दैछ हामीले भोलि हो छ भोलि छट सकिसके पछाडि अनि यो बत्तीहरू पनि निकाल्छौँ त्यसको फेरि भिन्दै भ्लग आउँछ है त अब हामी जाँदैछौँ माछा के लिन अलिक मासु लिनलाई आजको भ्लग यस्तै हो गाइस मासु लिएर आउने हो मासु लिएर टक्क मासु भात खाने सक्यो